सपना मात्र देख्नेहरू कसैको सफलतालाई चमत्कार देख्छन्, तर सफल भएका प्रत्येक मान्छेहरू चमत्कार भएर सफल भएका होइनन्। कसैले गजब तरिकाले भनेको थियो, यसरी बाँच कि तिमी भोलि नै मर्नेछौ, यसरी सिक कि तिमी सधैँ बाँचिरहनेछौ। सपना देख्ने अधिकार त सबैलाई छ र सबैसँग सपना पूरा गर्ने हिम्मत हुँदैन। केही मान्छेहरू सपना देख्छन् र केही प्रतिशत मान्छेहरू सपना पूरा गर्नका लागि सिकिरहन्छन्। समय बर्बाद त म पनि गर्न सक्थे, किनकि मेरो आँखामा सपना छ, एक लक्ष्य छ जसलाई मैले पूरा गर्नु छ। जस्तो सुकै अवस्थामा पनि यी सपनालाई पूरा गर्नु छ, आफ्नो लागि, आफ्नो परिवारको लागि र आफ्नो भविष्यको लागि। यदि सफल हुनु छ भने यो सोच्नु कि मलाई केही फरक पर्दैन दुनियाँले मेरो बारेमा के बोल्छ के सोच्छ, किनकि म अरू जस्तो भाग्यको भरोसामा छैन, मेहनतको भरोसामा छु। मलाई मेरो मेहनतमा पुरा विश्वास छ। आउनेवाला केही वर्षभित्र जति पनि बोल्नेवाला मान्छे छन् यिनीहरूलाई जवाब मेरो सफलताले दिनेछ। फेल भएका हरिवंश आचार्य चर्चित कलाकार बन्न सक्छन् भने, खुट्टाले लेखेर झमककुमारी घिमिरे मदन पुरस्कार जित्न सक्छन् भने, ताप्लेजुङको दुर्गम खोजमा जन्मेका डाक्टर सन्दुक रोहित विश्वविख्यात डाक्टर बन्न सक्छन् भने, 7 पटक एसएलसी फेल रविन्द्रनाथ टेगोर विश्व कवि बन्न सक्छन् भने, 3rd डिभिजन एसएलसी पास महात्मा गान्धी नेता बन्न सक्छन् भने, मानसिक रूपमा कमजोर भनिएका अल्बर्ट आइन्स्टाइन विश्व वैज्ञानिक बन्न सक्छन् भने, कलेजको बीचैमा छाडेका बिल गेट्स विश्वकै धनी व्यक्ति बन्न सक्छन् भने, एक दिन म पनि अवश्य सफल हुनेछु। जिन्दगीको यो उमेरमा भाग्यले पनि छल गर्नेछ, परीक्षा लिनेछ र म शिर तन्काई सामना गर्नेछु। जब मेहनतले सीमा पार गर्छ, भाग्यले पनि झुक्नु पर्नेछ। त्यसैले जो हर्यो ऊ मर्यो, जसले सामना गर्यो उसले जित्यो। यदि तिमी आरामले जिउँछौ, यो दुनियाँ तिमीलाई भुल्नेछ। यदि तिमी आफ्नो चुनौतीसँग खेलेर अगाडि बढ्छौ, एक दिन यो पुरा दुनियाँ तपाईको कहानी सुन्नेछ। मैले संसारमा केही यस्ता मान्छेहरू पनि देखेको छु जो सफल हुन चाहन्छन्, जसले आफ्नो जीवन बदल्न चाहन्छन्। ती मानिसहरू मध्ये तपाईँ पनि एकजना हुनुहुन्छ। त्यसैले यस्तै मोटिभेसनल भिडियोको लागि मोडर्न बालिका युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गर्न पनि नबिर्सनुहोला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, सेयर पनि गर्न नबिर्सनुहोला। धन्यवाद।